management. Inspire, empower, succeed. बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल देख्न पाइयोस्। सम्पूर्णमा नमस्कार। लिटल मिस मोन्टेसोरी एन्ड प्री स्कुल सिजन 2 को होस्ट म सुबियानी सुवेदी, म स्नेहा थापा र म निया श्रेष्ठ हो। पक्कै पनि आज हामी रमाइलो माहौलमा छौँ। हाम्रा साथीहरूले आफूभित्र लुकेका प्रतिभा देखाउनु हुनेछ। तिमीलाई कस्तो लागिरहेको छ निया? साथीहरूले भने जस्तै निकै रमाइलो लागेको छ। मलाई त 1 वर्ष अगाडि आफूले यसै स्टेजमा नृत्य गरेको याद पो आइरहेको छ। यस्तो रमाइलो माहौलमा ढिला नगरी अगाडि बढाउन चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउँदै हेभेल्ली इभेन्ट म्यानेजमेन्टका सञ्चालक, लामो समयदेखि मिडिया क्षेत्रमा आबद्ध मिडिया कर्मी, युवा व्यवसायी सफल सुवेदी ज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अब भने आसन ग्रहण गरिदिनु हुनमा सफल सुवेदी सरलाई अगाडि स्टेजमा बोलाइदिनु हुन अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ। सानो नानीहरूलाई तपाईँहरू चाहिँ 5 मिनट रेस्ट गर्न सक्नुहुन्छ। यो आसन ग्रहण चाहिँ उहाँहरूलाई अलिकति गाह्रो भएर आसन ग्रहण चाहिँ मैले गराइदिनेछु र आसन ग्रहण पछाडि चाहिँ नानीहरूले नै कार्यक्रम सञ्चालन गर्नुहुनेछ। सर्वप्रथम त म उहाँहरूको परिचय दिन चाहन्छु। हामीसँग 1 वर्ष अगाडि सिजन 1 को विजेताहरू हुनुहुन्छ। उहाँहरू चाहिँ निया श्रेष्ठ सानो ग्रुपको विनर हुनुहुन्छ, स्नेहा थापा ठुलो ग्रुपको विनर हुनुहुन्छ भने सुबियानी सुवेदी चाहिँ सानो बाबु सानो परी 2021 को सेकेन्ड रनर अप हुनुहुन्छ। हामीले हाम्रै प्रडक्टलाई यो स्टेज दिने गरेको छौँ। त्यही अनुरूप नै सम्भवतः मलाई लाग्छ बालबालिका होस्ट सायद पोखरामा यस्तो इभेन्टहरूमा पहिलो कार्यक्रम नै होला यो, जहाँ बालबालिकाले कार्यक्रम होस्ट गरिरहनु भएको छ। धेरै ढिला अरू कुरा नगरिकन म आसन ग्रहणलाई जोड्न चाहन्छु र सर्वप्रथम त सुरुमा हाम्रो हेभेल्ली इभेन्ट म्यानेजमेन्टको एडभाइजर, आफैमा लेक्चर पनि हुनुहुन्छ सदीक्षा सुवेदी म्यामलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र साथसाथै हामी आजको यसै कार्यक्रमको विशेष अतिथितर्फ मोडिन चाहन्छौँ र हामीले हाम्रो कार्यक्रममा आज प्रमुख अतिथिको रूपमा ल्याइरहेको छैनौँ र विशेष अतिथिको रूपमा हामीले ल्याइरहेको छौँ। विशेष अतिथिको रूपमा आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि स्टेप बाई स्टेप स्कुलको प्रिन्सिपल निर्मला बराल म्यामलाई अगाडि स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आसन ग्रहणकै क्रमलाई हामी जोड्न चाहन्छौँ स्टेप बाई स्टेप स्कुलकै फाउन्डर प्रिन्सिपल रमाकान्त बरालज्यूलाई पनि म स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र विशेष अतिथिकै रूपमा पोखराको विभिन्न कलेजहरूमा प्रोफेसरको रूपमा पनि हुनुहुन्छ अच्युत पौडेलज्यूलाई पनि म स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी आसन ग्रहणलाई केही समयमा अन्य आसन ग्रहणहरूलाई जोड्दै जाने नै छौँ र अहिलेको क्रममा म अर्को आसन ग्रहण पनि जोड्न चाहन्छु। हामीसँग माध्यम नेपाल हुनुहुन्छ जसले हामीलाई हाम्रा हरेक गतिविधिहरूलाई कैद गर्नुभएको छ। म सन्देश भाइलाई अगाडि स्टेजमा निम्त्याउन चाहन्छु आसन ग्रहणको लागि माध्यम नेपाल। र साथसाथै म इभेन्ट पोखराबाट प्रेम सरलाई अगाडि स्टेजमा बोलाउन चाहन्छु। प्रेम सर टाढा भए पनि उदय सर आइदिँदा हुन्छ। र हामी आज लिटल मिस मोन्टेसोरी एन्ड प्ले स्कुल यो सिजन 2 रहेको छ। हामी ट्यालेन्ट राउन्डमा रहेको छौँ। आज भने हाम्रा नानीहरूले आफूभित्र लुकेको कला र प्रस्तुति देखाउनु हुनेछ र म निर्णायक मण्डलतर्फ मोडिन चाहन्छु। सम्पूर्ण हाम्रो विशेष अतिथिज्यूहरूलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र म निर्णायक मण्डलतर्फ मोडिन चाहन्छु। आज हाम्रो यो नानीहरूको प्रस्तुतिलाई निहाल्नको लागि आइदिनु भएको छ। दुधको दुध पानीको पानी छुट्याउनको लागि हामीसँग 5 जना निर्णायक मण्डल हुनुहुन्छ। म निर्णायक मण्डलतर्फ मोडिन चाहन्छु र हामीसँग हुनुहुन्छ
क्याम्पस चिफ पनि हुनुहुन्छ, असिस्टेन्ट क्याम्पस चिफ हुनुहुन्छ र मैले भद्रकाली कलेजमा पनि विभिन्न कार्यक्रमहरू लिएर गइरहेको हुन्छु। त्यो बेलामा पनि एकदम राम्रो कोअर्डिनेट सरले गरिरहेको हुनुहुन्छ। हामीले अर्मन गुरुङ लगायतका अन्य स्टारहरूलाई कलेजमा लैरहेको हुन्छौँ। त्यति बेला पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुने भद्रकाली मल्टिपल क्याम्पसका एसिस्टेन्ट क्याम्पस चिफ नारायण प्रसाद सापकोटाज्यूलाई म निर्णायक मण्डलको आसन ग्रहण गरिदिनु हुन अगाडि स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र साथसाथै उहाँ पृथ्वीनारायण क्याम्पसको फ्याकल्टी मेम्बर पनि हुनुहुन्छ, इङ्ग्लिस इन्स्ट्रक्टर हुनुहुन्छ, सुटिभिटी पोखराको धेरै संस्थामा आबद्ध हुनुहुन्छ र उहाँलाई पनि म निर्णायक मण्डलको आसन ग्रहण साथसाथै म फेरि अर्को आसन ग्रहणलाई जोड्न चाहन्छु। र हामीसँग हुनुहुन्छ पोखरा युनिभर्सिटीको MBAमा पनि रहिरहनु भएको छ, MBAमा हुनुहुन्छ र अहिले चाहिँ त्यहाँ हुनुहुँदैन। जब उहाँले चाहिँ त्यहाँबाट पेन्सन पाइसक्नुभयो भनौँ न, अब पेन्सन नआए पनि पेन्सन पाए जस्तै बिना पैसाको पेन्सन पाइसक्नुभयो। र साथसाथै ISMT कलेज पोखराको पनि क्याम्पस कोअर्डिनेटर हुनुहुन्छ र साथसाथै अन्तर्राष्ट्रिय युवा दिवसमा पनि अवार्ड पाउन सफल हुनुभएको छ। म सुषमा रञ्जित म्यामलाई पनि अगाडि स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ म्यामलाई। र यसै गरी हामी आसन ग्रहणकै क्रमलाई जोड्दै गइरहेको छौँ। हामीसँग हुनुहुन्छ पक्कै पनि हाम्रो हरेक बाबु नानीको कार्यक्रमहरू कैद भइरहेको हुन्छ र हामी कार्तिक 15 गते पनि प्रत्यक्ष प्रसारण फेवा टेलिभिजनबाटै जानेछौँ। फेवा टेलिभिजनको एडमिनिस्ट्रेटर हेड पनि हुनुहुन्छ। म एकदमै यो ब्युटी प्याजन फिल्डमा लामो समयदेखि धेरै अनुभव छ उहाँलाई। यो ब्युटी प्याजन फिल्ड, डान्स, सिङ सबैको चाहिँ उहाँलाई एकदमै बढी एक्सपिरियन्स छ र हामीलाई ट्रेनिङदेखि लिएर सबै कुराहरूमा आएर बाबु नानीहरूलाई नियाले दिने, हामीलाई सजेसन दिने पनि गर्नुहुन्छ। रुचि श्रेष्ठ म्यामलाई चाहिँ निर्णायकको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। र यो सधैँ स्टेजमा हुने एउटै कुरा भने रोजी म्याम तपाईँलाई थाहा छ, सधैँ स्टेजमा एउटा कुरा चाहिँ गर्नै पर्छ। फेरि 12 FM मैले पहिलोचोटि लाइफकै पहिलोचोटि इन्टरभ्यू भनेको चाहिँ रोजी म्यामसँगै त्यहाँ हो। रोजी म्यामले मेरो इन्टरभ्यू लिनुभयो, त्यो पनि 6-7 वर्ष अगाडि। र त्यस कारणले पनि म उहाँलाई निर्णायकको रूपमा पनि राखिरहेको छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अहिलेको क्रममा भने म अर्को आसन ग्रहण गर्न चाहन्छु। र थुप्रै चलचित्रहरू खेल्नु भएको छ, थुप्रै टेली सिरियलहरू पनि खेलिसक्नु भएको छ, जुना मुभी पनि उहाँले खेलिसक्नु भएको छ र उहाँको गोबर गणेश नामक चलचित्र पनि अब छिट्टै बजारमा आउँदैछ र गडबडी सिरियलको पनि एउटा मुख्य पात्र हुनुहुन्छ र सकस टेलिफिल्म पनि उहाँले गरिरहनु भएको छ। आफैमा नृत्य प्रशिक्षक पनि हुनुहुन्छ, डान्सर पनि हुनुहुन्छ। म बिनु कार्की मिसलाई पनि अगाडि स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र साथसाथै हामीसँग हुनुहुन्छ ढिलो आउँछ बडा आउँछ भने जस्तै मेरो एकदमै प्रिय मित्र र उहाँ पनि हाम्रो भेट त इभेन्ट फिल्डबाटै भयो, 8 वर्ष अगाडि 2017मा भेट भयो हाम्रो चाहिँ। र उहाँ चाहिँ विशेष गरी बिचमा चाहिँ एउटा कोइन्सिडेन्टली उहाँले चाहिँ आफ्नो फिल्ड नै चेन्ज गरिदिनु भयो, कफी लाइनतिर राखिदिनु भयो उहाँ चाहिँ। तर सिङ्गिङ लाइन चाहिँ उहाँको छँदैछ। पोखराको एकदम राम्रो कलाकारको रूपमा पनि हुनुहुन्छ, विभिन्न म्युजिक भिडियोहरू पनि खेलिसक्नु भएको छ, आफैमा मोडल पनि हुनुहुन्छ र साथसाथै कपिङ रुमका सञ्चालक पनि हुनुहुन्छ। म सन्देश भुर्तेल सरलाई अगाडि स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र पक्कै पनि पोखरामा कफी फिल्डको लागि, बारिस्टा ट्रेनिङको लागि तपाईँहरू उहाँलाई सम्झिन सक्नुहुन्छ। पोखराको राम्रो मध्ये उहाँको चाहिँ कपिङ रुम पनि पर्दछ, जहाँ आफैले चाहिँ कफी खेती पनि गर्नुभएको छ। र सम्पूर्ण निर्णायक मण्डलज्यूहरूलाई म थोरै अगाडि आइदिनु अनुरोध गर्दछु र हामी कार्यक्रमलाई ढिलो नगरी अगाडि बढाउन चाहन्छौँ। र अब भने थप अरू कार्यक्रमहरू चाहिँ नानीहरूबाट नै सञ्चालन हुनेछ। त्योभन्दा अगाडि म थोरै कुराहरू तपाईँहरूलाई जानकारी दिन चाहन्छु। आज ट्यालेन्ट राउन्ड भनेको नानीहरूले हामीले सिकाएको कुरा यो स्टेजमा देखाउनु हुँदैन, नानीहरू आफैले घरमा आफैले सिकेको कुराहरू यो स्टेजमा देखाउने हो। आज नानीहरूले बिगार्नु भयो भने, नानीहरूको स्टेप बिग्रियो भने पनि त्यो केही महत्त्वपूर्ण रहने छैन, किनकि नानीहरू आफैले सिकेको प्रस्तुति रहेको छ।
बिग्रिँदा पनि यहाँ स्टेजमा केही फरक पर्दैन। तपाईँहरूले पनि त्यही अनुसारमा हाम्रा प्रस्तुतिहरूलाई नृत्यहरूलाई निहालिदिनु होला भन्दै कार्तिक 15 गते सभ्य र भव्य रूपमा हाम्रो ग्रान्ड फिनाले पनि हुँदैछ पोखरा उद्योग वाणिज्य हलको सभमा, पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुँदैछ। र अहिलेको लागि भने म प्रतियोगी नम्बर 1 को नानीलाई स्टेजमा बोलाउँदै तपाईँहरूको लागि केही समयको लागि स्टेजबाट बिताउन चाहन्छु। धन्यवाद। Hello everyone, I'm contestant number 1. I am going to dance. Thank you.
अब पाली छ contestant number 3 Amy Ranawat. Hello everyone, my name is Amy Ranawat. Contestant number 3. I am going to dance. Thank you. So
उपस्थित भएको छु र खाता लगाइदिनु हुन म सदीक्षा सुवेदी म्यामलाई अगाडि स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु र हामीसँगै अभिभावकबाटै हुनुहुन्छ एनएमबी ब्याङ्कका ब्याङ्क ब्रान्च म्यानेजर पनि हुनुहुन्छ अनिल रुद्र बरालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म स्टेजमा बोलाउन चाहन्छु। साथसाथै हाम्रो अभिभावकै तर्फबाट हुनुहुन्छ र पेसाले डाक्टर पनि हुनुहुन्छ अरू थप कुराहरू मैले धेरै भनिन भिनाछु डाक्टर प्रवीण त्रिपाठीज्यूलाई पनि अगाडि स्टेजमै आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र हामीले जहिले पनि हाम्रो ट्यालेन्ट सो कार्यक्रममा चाहिँ विशेष गरी अभिभावकज्यूहरूलाई आसन ग्रहण गराउने नै छौँ किन भन्दाखेरि अभिभावककै कारणले गर्दा नानीहरू हामी समक्ष आइपुग्नु भएको छ त्यसैले म नानीहरूको नाम लिन्छु अभिभावकज्यूहरू चाहिँ अगाडि प्रतिनिधि गर्दै स्टेजमा आएर आसन ग्रहण गरिदिनु होला हामी सुरुमै आसन ग्रहण राख्दा तपाईँलाई अलि बोर पनि हुनसक्छ भनेर हामीले यो आसन ग्रहणलाई बिचमा राख्छौँ म प्रतियोगी नम्बर 1 प्रश्न त्रिपाठीको यही हुनुहुन्छ प्रतियोगी नम्बर 2 साब्या ढकालको अभिभावकज्यूलाई पनि अगाडि स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साब्याको मम्मी हुनुहुन्छ मम्मीलाई यहाँ देखिरहेको छु बाबा चाहिँ एकदमै बिजी हुनुहुन्छ र साब्याको मम्मीलाई म स्टेजमा बोलाउन चाहन्छु र साथसाथै प्रतियोगी नम्बर 3 एमी राणावादको बाबालाई पनि मैले देखिरहेको छु सरलाई पनि स्टेजमा हजुरआमा हुनुहुँदो रहेछ हजुरआमालाई भए पनि स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र साथसाथै प्रतियोगी नम्बर 4 एलेक्सी अर्यालको पनि अभिभावकज्यूलाई मम्मीलाई देखिरहेको छु स्टेजमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र प्रतियोगी नम्बर 5 आद्या बानियाको पनि अभिभावकज्यूलाई म स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र प्रतियोगी नम्बर 6 बिहन्सा शर्माको पनि अभिभावकज्यूलाई म स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र प्रतियोगी नम्बर 7 शोभवी खत्रीको अभिभावकज्यूलाई पनि बुवालाई देखिरहेको छु स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रतियोगी नम्बर 8 वर्षा नेपालीको पनि मम्मीलाई स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रतियोगी नम्बर 9 दृश्यमा भण्डारीको पनि मम्मीलाई देखिरहेको छु बाबा त यही हुनुहुन्छ क्या ए होइन मम्मीलाई देखिरहेको थियो अहिले मम्मी आउँदै हुनुहुन्छ स्टेजमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। प्रतियोगी नम्बर 10 साधना तामाङको पनि अभिभावकलाई म स्टेजमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। प्रतियोगी नम्बर 11 आरोही बरालको बुवा त यही हुनुहुन्छ र प्रतियोगी नम्बर 12 विनिशा कार्कीको अभिभावकलाई पनि म स्टेजमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु मम्मीलाई देखिरहेको छु मैले र त्यसै गरी प्रतियोगी नम्बर 13 क्रिजल कार्कीको पनि अभिभावकज्यूलाई मम्मी नै हुनुहुन्छ होला स्टेजमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अहिलेको लागि भने हाम्रो अर्को प्रस्तुति रहेको छ प्रतियोगी नम्बर 5 आद्या बानियाको म आद्या बानियालाई स्टेजमा आइदिनु अनुरोध गर्दै Hello everyone, my name is Adya Bania, contestant number 5. I am going to dancing. Thank you.
शर्मा। Hello, namaste everyone. It's me, Bihansa Sarma, contestant number 6. Today I am going to dance. Thank you. teachers and judges and my dear parents. I am contestant number 7. Today I am going to solo dance. Thank you everyone. Have a nice day.
अब प्रतियोगिता नम्बर 8 को पाली वर्षा नेपाली। सम्पूर्णलाई नमस्कार, मेरो नाम वर्षा नेपाली, प्रतियोगिता नम्बर 8। म आज नाच्ने छु। धन्यवाद। Amala
हामी पनि सुनौ। तपाईँ त स्टेजमा ढल्ल लाउँदा म पनि ब्याक स्टेजमा ढल्ल लागेको थिएँ। अब पालो प्रतियोगी नम्बर 9 ग्रीष्मा भण्डारीको। Hello and namaste everyone. It's me Grishma Bhandari, contestant number 9. Today I am going to dance on Okhani Bhaiya. Thank you. सबैजनालाई नमस्ते है त। कुरो म त फेरि यस्तो रमाइलो भनेपछि कहिल्यै छोड्दिनँ के। ए भगवान् होइन कति रमाइलो भनेको के कुरो। उल्ला उल्ला मेरो ब्रेकअप नभएको भए अहिले मेरो नानी बाबु पनि अहिले ट्यालेन्ट देखाउन यही स्टेजमा हुन्थ्यो। ए भगवान् यो ब्रेकअप भन्ने कुरो नै कसले बनायो होला। टेन्सन छ टेन्सन। म चाहिँ 9:30 कन्टेस्ट नम्बर 9:30 है त फेरि 10 चाहिँ त्यहाँ हुनुहुन्छ होइन। अनि हजुरहरूले खाना खाइसियो। अब यहाँ राजाको फोटो छ आइसियो गइसियो त होला नि होइन। अनि फोटो खिचिसियो न राम्रो खिचिसियो है साङ्गेबाट फेरि क्या नि ब्रेकअप भइहाल्यो। आएको लभ पर्छ कि त्यही पनि उल्ला उल्ला हाम्रो प्रेम बोरो पनि यहाँ हुनुहुँदो रहेछ। यो केटीहरूलाई चाहिँ ब्ल्याक मन पर्ने रे होइन। कालो भनेपछि डरै हाल्छ भाइ। नपत्ता हाम्रो दाइलाई सोध्नु मजाक गरेको। उहाँको चाहिँ 3टा गर्लफ्रेन्ड छ। त्यही भएर नै म सिङ्गल भएको। यस्तो पीडा त शत्रुलाई नै नपरोस् के होइन। सफल बरु सिधुले गाडी यस्तो बारी सिधा कान्छे सिधा। अरे फेरि है म त के हाम्रो झुलमुल बोरो हुनुहुन्छ फेरि तर्सिनु होला नि। त्यसका बाजे किन हाँसिरा। यो लास्ट पिरियड अब धेरै हल्ला गर्ने होइन है। क्या होमवर्क चाहिँ राम्रोसँग गर्नु पऱ्यो नि। त्यसका बाजे यो हामी स्कुल पढ्ने बेलामा 10 दिन छुट्टी दिन्थ्यो होइन। 15 दिनको होमवर्क दिन्थ्यो। अनि मलाई चाहिँ त्यो टिचरलाई देखाएपछि अब म ठुलो भएपछि यसलाई चाहिँ कुर्छु जस्तो हुन्छ। तर त्यो गलत रहेछ नि बाबु नानी हो। त्यसका बाजे त्यस्तो सोध्नु हुँदैन। अस्ति भेट्दाखेरि यो चाहिँ कस्तो ज्ञानी थियो रे। सबैले हराइ मैले क्लासको
पछि चाहिँ राम्रै लाग्दै गयो साडीहरू पनि त्यसका बाजे अहिले आएर चाहिँ मलाई सबै चाहिँ ठिक लाग्न छोड्यो है अब होइन पुलिसको जागिर खाइदिरहेको छ ओके टोके त्यसका बाजे हाम्रो माग्ने बुढा फेरि नचिन्नु होला अब हिन्दी सिरियलले खाइदियो सबै त्यसका बाजे होइन अनि हजुर चाहिँ नागिन हेर्नुहुन्छ होइन यो अलि म्युजिक आएन बजाइदिनु छ भने भयो होइन इमर्जेन्सी गरिदिएँ फेरि मैले सरी है साङ्लेबाट आज त मारी डबका हान्नुपर्छ कुरो पाण्डो त चाहिँ नबोल्ला तँलाई चाहिँ म अहिले मोमो खुवाउँछु ए आमा हो भइहाल्छ नि साङ्लेबाट कस्तो लागिरहेछ हजुर राम्रो लागिरहेछ थ्याङ्क यू म चाहिँ भर्खर ट्रेकिङ गरेर आएको है यो ट्रेकिङमा अलिकति कुरा सेयर गर्छु हजुरलाई यो ट्रेकिङ गर्दाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ हुन त पहिले गाह्रो छ भन्दाखेरि नै गाह्रो लाग्दो रहेछ हामीलाई अनि सँगै हिँडेको साथी चाहिँ जति माथि गयो उति रिस उठ्दो रहेछ क्या रात पर्दै गइरहेछ खुट्टा गल्दै गइरहेछ होइन अनि त्यसपछि सँगै हिँडेको साथीलाई हेऱ्यो रिस उठिरहेछ यसरी क्यामेरा खोलेर हेरेको त आफूले देख्दै रिस उठ्दो रहेछ त्यस्तो हुँदो रहेछ ट्रेकिङ त खुट्टा दुखिरहेछ अहिले यही दाइले चाहिँ म बोलेको स्वरमा होइन हाम्रो हरिबहादुर आचार्यको हाम्रो दाइको स्वरमा अङ्कलको स्वरमा भन्न चाहन्छु कतिमा पुजा पनि साह्रै रिस उठ्दो रहेछ थ्याङ्क यू अब चाहिँ म छुट्टिनु पर्ला जस्तो लागिरहेछ समयको पनि साह्रै अभाव छ है होइन म चाहिँ जान्छु होला हजुरहरूलाई चाहिँ कस्तो लाग्यो अब कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला थ्याङ्क यू सो मच ओहो कति हँसाएर मामा अब आउँदै हुनुहुन्छ नृत्य प्रतियोगी नम्बर 10 साधना तामाङ Hello, namaste everyone. It's me, Sadhana Tamang, contestant number 10. Today I am going to dance. Thank you. I'm
नम्बर 11 आरोही बरा। Hello and namaste everyone. It's me, Arohi Bara, contestant number 11. Today, in this talent show, I'm going to perform a dance in the song Mighty Ghar. Thank you. Contestant number 12. Today I am going to dance in Din Dine Bhetna Audina song. Thank you.
you. र एक वर्ष अगाडि उहाँहरू पनि यस्तै स्टेजमा प्रस्तुति देखाउँदै हुनुहुन्थ्यो र पछिल्लो एक वर्षमा उहाँहरू अहिले स्टेजमा प्रस्तुताको रूपमा आइसक्नु भएको छ। हाम्रो कार्यक्रम सञ्चालिका तीनैजना नानीहरूको लागि कृपया सबैजनाले एकचोटि जोरदार ताली बजाइदिनु होला। र यस्तै गरी अहिलेको प्रतियोगी नानीहरूलाई हामीले अर्को वर्ष स्टेजमा पक्कै पनि उतार्ने नै छौँ। तपाईँहरू ढुक्क हुनुहोस्, तपाईँहरूको नानीहरूलाई हामीले सिजन 3 मा फेरि यसरी नै स्टेजमा ल्याउने नै छौँ। र अहिले साना साना नानीहरू 8-9 वर्षको नानीहरू एउटा प्रस्तुताको रूपमा स्टेजमा आउनु भएको छ। उहाँहरूले कति गल्ती गर्नुभयो बोल्दाखेरि तापनि उहाँहरूको प्रस्तुति निकै नै राम्रो छ र बिचबिचमा उहाँहरूको को-होस्ट बनेर म आउन पाइरहँदाखेरि पनि मलाई नि एकदम खुसी लागिरहेको छ। विभिन्न स्टेजहरूमा होस्टको रूपमा म रहिरहँदाखेरि आज को-होस्टको रूपमा बस्दा पनि एकदमै मजा आइरहेको छ आफ्नै नानीहरूले स्टेजमा प्रोग्राम चलाइरहँदा। अब भने कार्यक्रमलाई ढिला नगरिकन म हाम्रो बाँकी रहेको एउटा दुईटा आसन ग्रहणलाई जोड्न चाहन्छु।
सदीक्षा म्यामलाई म अगाडि स्टेजमा आइदिनु अनुरोध गर्दछु र साथसाथै सम्पूर्ण अभिभावकज्यूहरू कृपया यहीँ बसिदिनु होला, नानुहरूलाई लिएर नगइदिनु होला। हामी अन्तिममा ग्रुप फोटो पनि खिच्न बाँकी छ, समाचारको लागि ग्रुप फोटो खिच्नु बाँकी छ। साथसाथै हामी कार्यक्रम पश्चात 10 मिनट अभिभावकसँग 10 मिनट बैठक पनि रहेको छ, त्यसको लागि पनि तपाईँहरू यहीँ बसिदिनु होला भन्दै म आसन ग्रहणलाई जोड्न चाहन्छु। सन्देश भाइ माथि बसिराख्नु भएको छ, तल आउनुहोस्। माध्यम नेपाल जसले हाम्रो विभिन्न क्रियाकलापहरूलाई कैद गरेर भिडियो बनाइदिनुहुन्छ, हाइलाइट्स भिडियोहरू बनाइदिनुहुन्छ। म माध्यम नेपालका सञ्चालक सन्देश भाइलाई अगाडि स्टेजमा निम्त्याउन चाहन्छु। र साथसाथै आसन ग्रहणकै क्रमलाई जोड्दै जुन भेन्यूमा हामीले आज कार्यक्रम गरिरहेको छौँ, त्रिपुरा लन्च एन्ड बारका सञ्चालक सुमन श्रेष्ठ दाजु त हुनुहुँदैन होला, एकजना प्रतिनिधि सरलाई भए पनि आएर आसन ग्रहण गरिदिनु म अनुरोध गर्दछु। तपाईँ नै आए पनि हुन्छ सर। त्रिपुरा लन्च एन्ड बारबाट हामीलाई यो भेन्यू उपलब्ध गराइदिनु भएको छ, यस्तो रमाइलो माहौलमा कार्यक्रम गर्ने अवसर दिनुभएको छ। त्रिपुरा लन्च एन्ड बारको लागि पनि सबैजनाले एकचोटि जोरदार ताली बजाइदिनु होला। र साथसाथै हेभेन्ली इभेन्ट म्यानेजमेन्टको सल्लाहकारको रूपमा पनि हुनुहुन्छ, सुरुमा आसन ग्रहण गर्नुपर्ने अलिकति ढिलो आउनुभयो, भवदत्त सुवेदी सरलाई पनि म अगाडि स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो हेभेन्ली इभेन्ट म्यानेजमेन्टको सल्लाहकार साथसाथै हेभेन्ली गार्डन मन्टेश्वरीको सञ्चालक पनि हुनुहुन्छ, उहाँलाई पनि स्टेजमा आई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। रहेको क्रममा भने अब ढिला नगरिकन हामी यो कार्यक्रम निहालिरहँदा निर्णायकको भूमिकामा रहिरहँदाखेरि के कस्ता अनुभवहरू उहाँहरूको रह्यो, थ्याङ्क यू सो मच तपाईँहरूलाई। र अहिलेको लागि भने म आफ्नो अनुभव चाहिँ यहाँ सम्पूर्ण दर्शक साथसाथै हामी आयोजक टिमलाई दिँदै केही कमजोरी भएमा पनि यहाँहरूको सल्लाह सुझाव दिनको लागि म भद्रकाली मल्टिपल क्याम्पसको एसिस्टेन्ट क्याम्पस चिफ र पृथ्वीनारायण क्याम्पसका फ्याकल्टी मेम्बर इङ्ग्लिस इन्स्ट्रक्टर स्विटी बिटी पोखराको नारायण प्रसाद सापकोटा सरलाई निर्णायकको रूपमा रहिरहँदा आफ्नो सुठो अनुभव साथसाथै हामीलाई सुझाव दिनको लागि म स्टेजमा निम्त्याउन चाहन्छु। Thank you very much, Safalji. Yes, Little Miss Montessori and Preschool कार्यक्रमको सेल्फ ट्यालेन्ट राउन्ड को सभाध्यक्ष ज्यू र यस कार्यक्रमका विशेष अतिथिज्यूहरू, निर्णायक मण्डलमा रहनुभएका मेरो साथीहरू, अभिभावकज्यूहरू र सबैभन्दा महत्त्वपूर्ण आज यहाँ हाम्रो भाइ बहिनीहरू 13 जना नानीहरूको हामीले विशेष प्रस्तुतिहरू हेर्ने अवसर पायौँ। त्यसका लागि म एकदमै गौरवान्वित अनुभव गरिरहेको छु र यो निर्णायकको भूमिका दिनुभएको थियो। इट वाज डिफिकल्ट बट आई वाज इक्वली एक्साइटेड। नानीहरूको त्यो पर्फर्मेन्स देख्दाखेरि म एकदमै एक्साइटेड थिएँ। सबैजनाले सानो सानो नानीहरू हुनुहुन्थ्यो, सबैजनाले एकदमै उत्कृष्ट प्रस्तुति दिनुभयो। त्यसका लागि म फेरि पनि सम्पूर्ण नानीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, विशेष बधाई पनि व्यक्त गर्न चाहन्छु। मेरो मनबाट त्यहाँ कागजमा त्यहाँ अङ्कहरू अलिकति केही यताउता भयो होला, तर मेरो मनबाट सबैजना विनर हुनुहुन्छ, सबैजनाले जित्नु भएको छ। र नानीहरूको पेरेन्ट्सहरूलाई पनि म विशेष बधाई भन्न चाहन्छु। यहाँहरूले जसरी नर्चर गर्नुभएको छ, मैले यी नानीहरूमा हाम्रो देश देखिरहेको छु, हाम्रो देशको भविष्य देखिरहेको छु। यसरी नै नानीहरूले यो ट्यालेन्ट्सलाई व्यक्त गर्दै जानुभयो भने योभन्दा अझै ठुलो फोरमहरूमा आफूलाई व्यक्त गर्दै लैजानु भयो भने मलाई लाग्छ हाम्रो देशको भविष्य निकै सुनौलो हुनेछ। र एउटा मलाई व्यक्तिगत रूपमा अनुभूति भएको, सफलजीले केही सल्लाह सुझाव पनि भनेको हुनाले मलाई खड्किएको एउटा मात्रै कुरा, सबै नानीहरूको ट्यालेन्ट्स हुन त विशेष भएर नै होला, सबैको नृत्य नै थियो।
त्यसमा अलिकति भेराइटी हुन पाएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो। एकदमै त्यो मलाई व्यक्तिगत रूपमा लागेको। अरू केही फरक लिएर आउनुहुन्छ कि कुनै नानीहरूले भन्ने मेरो मनले खोजिरहेको थियो, तर सबैको नृत्य नै थियो। तर त्यसमा पनि केही छैन, उहाँहरूको विशेष थियो, ट्यालेन्ट्स नै विशेष थियो। त्यो भएको हुनाले नृत्य आएको हो। नृत्य एउटा अथाह सागर छ। योभन्दा अरू फोरमहरूमा अर्का चरणहरूमा नानीहरूले पक्कै पनि अरू प्रस्तुतिहरू अरू कलाहरू देखाउनुहुनेछ, किनभने यो ब्युटी र ब्रेनको मिश्रण गराउने एउटा फोरम रहेको छ। र म विशेष धन्यवाद दिन चाहन्छु हेभेनली इभेन्ट म्यानेजमेन्टलाई, किन जसले यस्तो चाहिँ सानो नानी बाबुहरूको पनि नानीहरूको ट्यालेन्ट्सलाई नर्चर गर्दै यस्तो किसिमको प्लेटफर्म दिने गरेको छ। यो मेरो जानकारीमा भएअनुसार यो सिजन 2 हो। यस्तै कार्यक्रमहरूको निरन्तरताको म कामना पनि गर्न चाहन्छु र हेभेनली इभेन्ट म्यानेजमेन्टको सम्पूर्ण सफलजी लगायत सम्पूर्ण टिम र यसको एडभाइजर लगायत सम्पूर्ण टिमलाई चाहिँ म विशेष धन्यवाद व्यक्त गर्दै बाबु नानीहरूलाई चाहिँ अब 15 गते हुन गइरहेको ग्रान्ड फिनालेमा सबैलाई सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। हाम्रो निर्णायकको सर्टिफिकेट पनि हामीले आजै दिनेछौँ। कृपया सरलाई सर्टिफिकेट पनि दिनु हुनको लागि म सदीक्षा सुवेदी म्यामलाई हार्दिक अनुरोध गर्दछु। र पक्कै पनि आज हामी रहेको छौँ लिटल मिस मोन्टेसरी एन्ड प्ले स्कुल सिजन 2 को ट्यालेन्ट राउन्ड रहेको छ र यही कार्तिक 15 गते उद्योग वाणिज्य सङ्घको हलमा सभ्य र भव्य रूपमा सम्पन्न हुँदैछ। विशेष कलाकारहरू सहितको प्रस्तुति पनि त्यो दिनमा रहनेछ भने हामी फेवा टेलिभिजन लगायत हेभेनली इभेन्ट म्यानेजबाट पनि हामी प्रत्यक्ष प्रसारणमा जानेछौँ र त्यो सर्टिफिकेट दिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सो मच सर। यसैगरी आफ्नो छोटो निर्णायकको भूमिकामा रहेर निर्वाहकको भूमिका निर्वाह गरिरहँदाको अनुभव स्टेजमा सेयर गरिदिनको लागि म स्टेजमा बोलाउन चाहन्छु आइएसएमटी कलेजको क्याम्पस कोअर्डिनेटर पनि हुनुहुन्छ र इन्टरनेसनल युथ डेमा अवार्डेड पनि हुनुहुन्छ। एकदम राम्रै हुनुहुन्छ। मैले त फर्स्ट टाइम देखेँ हो म्यामलाई। फोनमा चाहिँ कुरा भइरहेको हो, म्यासेजमा कुरा भयो, तर भेट चाहिँ पहिलोचोटि भयो। आज झन् ट्यालेन्ट छ भनेर हो कि फर्स्ट मिट भनेर हो कि झन् राम्रै भएर आउनु भएको रहेछ। थ्याङ्क यू सो मच म्यामलाई भन्दै अहिलेको लागि चाहिँ आफ्नो छोटो मन्तव्य राखिदिनु होला। थ्याङ्क यू सर। सरले तारिफ गर्न झुटो त होइन नि सर। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ सुषमा रञ्जित। हाल म आइएसएमटी कलेज पोखरामा क्याम्पस कोअर्डिनेटरको रूपमा छु। आज सरले सबै कुरा भनिसक्नुभयो। आज यस तपाईँको हेभेनली इभेन्ट म्यानेजमेन्ट टिमलाई चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु। हामी निर्णायक मण्डलमा भए तापनि यो च्यालेन्जिङ त थियो नै, बट सरले भनेअनुसार एक्साइटिङ पनि एकदमै थियो। 13 जना नानीहरूको राम्रो प्रतिभा हामी हेर्न पायौँ। हामीले सबै नानीहरूलाई एउटा कुरा भन्न चाहन्छु, विनर एकजना मात्रै हुन्छ, तर चाहिँ तपाईँहरूले पार्टिसिपेट गर्नु नै सबैभन्दा ठुलो कुरा हो है। सो यसमा चाहिँ म हारेँ अथवा मैले जितिनँ भनेर चाहिँ निराशै हुन भएन है। एन्ड लास्टली चाहिँ तपाईँको 15 गते हुन गइरहेको यो फिनालीमा चाहिँ सबैजनालाई अल द बेस्ट। थ्याङ्क यू। र म्यामलाई सर्टिफिकेट दिनुको लागि म सदीक्षा म्यामलाई हार्दिक अनुरोध गर्दछु। र साथसाथै अहिलेको क्रममा भने आफ्नो छोटो मन्तव्य राखिदिनु हुनको लागि म फेवा टेलिभिजनको एडमिनिस्ट्रेटिभ हेड रोजी श्रेष्ठ म्यामलाई अगाडि बोलाउन चाहन्छु। उहाँको पनि वर्णन गऱ्यो भने अलिक गरे भइन्छ। म्याम त म्यामै हुनुहुन्छ, तर हाम्रो मित्रता चाहिँ साथीको जस्तो छ। बेस्ट फ्रेन्ड रोजी श्रेष्ठ म्यामलाई चाहिँ आफ्नो छोटो मन्तव्य राखिदिनु म अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद दिन चाहन्छु हेभेनली इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर सफल सरलाई। आज मलाई अलिकति घाँटी पनि दुखिरहेको छ। हुन त थोरै बोल्छु, तर पनि बोल्न अप्ठ्यारो भइराखेको छ। चिसो पनि बढेको भएर होला। त्यो फिलले गर्दाखेरि बच्चाहरूलाई एकदमै सेफ्टीसँग पनि राख्नु होला। अलिकति सफल सरको केही कुराहरू जोड्न मन लाग्यो। आजभन्दा 6-7 वर्ष पहिला सफल सर
मिस एन्ड मिस्टर एससीबाट यसरी नै पार्टिसिपेट लिएर आउनु भएको थियो। त्यति बेला म त प्रोग्रामको गेस्टको रूपमा थिएँ कि जजको रूपमा थिएँ। मलाई अलिकति याद पनि छैन किनभने धेरै ब्युटी प्याजेन्टहरू जोइन गरिन्छ, त्यो हिसाबले पनि गर्दाखेरि अलिकति कन्फ्युज भएँ। तर उहाँ चाहिँ सेकेन्ड रनर अप हुनुभएको थियो त्यो ब्युटी प्याजेन्टमा। म त्यति बेला रेडियो बाराहीमा थिएँ। रेडियो बाराहीमा मैले उहाँलाई इन्टरभ्यूको लागि बोलाएको थिएँ। अब जस्तो विनर, फर्स्ट रनर अप, सेकेन्ड रनर अप, अनि फर्स्ट सेकेन्ड नआउनेलाई पनि मैले बोलाउँथेँ कि मसँग ग्ल्यामर गसिप भन्ने प्रोग्राम थियो। त्यो प्रोग्राममा मैले उहाँको फर्स्ट इन्टरभ्यू लिएको थिएँ। सानो हुनुहुन्थ्यो, फुच्चे हुनुहुन्थ्यो। अहिले 6-7 वर्ष पछाडि पनि त्यत्रै हुनुहुन्छ, त्यति बढेको जस्तो चाहिँ मलाई लाग्दैन। तर म चाहिँ बढेर ठुली भइसकेँ, उहाँ चाहिँ जस्ताको तस्तै हुनुहुन्छ। कामको हिसाबले हेर्नु पर्दाखेरि हिजोको दिनमा मैले रेडियो बाराईमा इन्टरभ्यू लिएको एउटा बच्चाले आज कुरा गर्नु पर्दाखेरि पोखरामा बच्चाहरूको इभेन्ट्सहरूमा चाहिँ सबैभन्दा राम्रो इभेन्ट्स गर्ने र फरक शैलीबाट गर्ने व्यक्ति भनेको एउटा सफल सर नै हुनुहुन्छ। र यो हेभेन्ली इभेन्ट म्यानेजमेन्टलाई परिपक्व तरिकाले पोखरामा भन्दा पनि गण्डकी क्षेत्रमा चाहिँ उहाँले इस्टाब्लिस गरिसक्नु भएको छ। धेरै बच्चाहरूलाई उहाँले प्लेटफर्म दिइसक्नु भएको छ, यहाँहरूले देखिसक्नुभयो। त्यो हिसाबले गर्दाखेरि मैले यति मात्रै के भन्न चाहन्छु भने यो एउटा ट्यालेन्ट राउन्ड हो। आज बच्चाले कस्तो पर्फर्मेन्स गर्यो, मेरो बच्चाले राम्रो गर्यो या मेरो बच्चाले नराम्रो गर्यो भनेर जज गरिहाल्ने यो टाइमिङ चाहिँ होइन। ग्रान्ड फाइनल छ, अझै केही दिन बाँकी नै छ। 15 गतेको ग्रान्ड फाइनल तोकिसकेको छ। त्यो हिसाबले गर्दाखेरि बच्चालाई अझै मोटिभेट गर्दै प्यारेन्ट्सहरूले चाहिँ अगाडि लैजानु होला। र बच्चाले विनर भएर क्राउन लगाउनु ठुलो कुरा हुँदैन, बच्चाले सिकेको के कुरा छ भन्ने कुरा ठुलो कुरा हुन्छ। र यो जुन यो ब्युटी प्याजेन्ट छ, हेभेन्ली इभेन्ट म्यानेजमेन्टको ब्युटी प्याजेन्ट छ, यहाँहरूले चाहिँ तपाईँको बच्चालाई यसरी नै अगाडि बढाउन चाहनुहुन्छ भने क्राउन लगाएको बच्चालाई मात्रै प्लेटफर्म दिँदैन हेभेन्लीले। त्यो हिसाबले मैले हेभेन्लीको तर्फबाट पनि मैले केही कुराहरू राखेको, किनभने यो हेभेन्ली इभेन्ट म्यानेजमेन्ट जन्मिँदादेखि अहिलेसम्म म सँगसँगै छु, फेवा टेलिभिजन सँगसँगै छ। त्यो हिसाबले गर्दाखेरि पनि मैले त्यो कुरा चाहिँ तपाईँहरूको माझमा राखेँ। कोही पनि प्यारेन्ट्सहरूले मेरो बच्चाले कस्तो गर्छ, मेरो बच्चालाई मैले होइन राम्रो गरेन भनेर कहिले पनि डिमोटिभेट चाहिँ नगराइदिनु होला। र पछिल्लो क्रममा पनि जोड्न मन लाग्यो भने जोडिराख्दा हुन्छ। त्यो कुरा राख्न चाहेँ र मैले भनिहाल्नुपर्छ, किनभने सबैजना प्यारेन्ट्सहरू हुनुहुन्छ, बच्चाहरू पनि छन् होइन। आजको चाहिँ हामीले फेवा टेलिभिजनको चाहिँ भोलि बेलुका हामीले प्रसारण गर्छौँ। सबैजनाले सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, अनि धेरै माया पनि गरिदिनु होला। फेवा टेलिभिजनले सदैव तपाईँहरूको साथमै रहेको छ। यहाँभन्दा अगाडि पनि मैले बच्चाहरूले सिक्दै गरेको बेलामा गएर क्लिपहरू लिएको थिएँ, बच्चाहरूले राम्रोसँग सिकिराख्नु भएको थियो। यतिको यो स्टेजमा आएर यतिको पर्फर्मेन्स गर्नु भनेको चाहिँ बच्चाले धेरै राम्रो प्रगति गरे हो। अघि सरले भनिसक्नु भएको छ, डान्स भइराख्यो होइन, कुनै बेला सिङ्गिङ पनि हुन्थ्यो, अनि फेरि स्केचहरू पनि हुन्थ्यो। तर छोटो समयमा ट्यालेन्ट राउन्ड गरिहाल्नु भएको छ र फेरि अर्को प्रोग्रामको लागि पनि जानुपर्ने र छोटो समयमा बच्चाले यति राम्रो पर्फर्मेन्स गरेको छ, त्यही नै सबै भन्दा ठुलो कुरा चाहिँ रहन्छ। यति भन्दै मेरो भनाइहरू यहाँ टुङ्गाएँ। हस्त नमस्ते। धेरै धेरै धन्यवाद छ रोजी म्यामलाई र सदिक्षा म्यामलाई म यो सर्टिफिकेट प्रदान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद म्यामलाई। अहिलेको लागि भने निर्णायकको तर्फबाट आफ्नो छोटो मिठो मन्तव्य राखिदिनु हुनको लागि म प्रिय मित्र कपिङ रुमका सञ्चालक, आफैमा गायक, मोडल सन्देश भुटेल सरलाई स्टेजमा निम्त्याउन चाहन्छु। धेरै धेरै धन्यवाद छ हाम्रो यस हेभेन्ली इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डिरेक्टर सफल सुवेदी सरलाई। आज यस लिटल मिस मन्टेश्वरी एन्ड प्री स्कुलको सेल्फ ट्यालेन्ट राउन्डमा जजको भूमिका, निर्णायकको भूमिका खेल्न पाउँदा एकदमै खुसी लागेको छ। खासमा सफल सर र म चाहिँ यस्तै टाइपको एउटा इभेन्टबाट हामी भेट भएका थियौँ। मिस्टर एन्ड मिस एसई गण्डकी 2018 मा हामी एउटै कम्पिटिसनमा हामीले पार्टिसिपेट गरेर आएका थियौँ है। अनि उहाँले चाहिँ यही क्षेत्रलाई नै निरन्तरता दिँदै आउनुभएको छ। त्यति बेलादेखि नै यस्तै टाइपको इभेन्टहरूमा आबद्ध हुँदै आउनुभएको छ र अहिले उहाँले सक्सेसफुल्ली हेभेन्ली इभेन्ट म्यानेजमेन्ट भन्ने कम्पनी आफै सञ्चालन पनि गर्दै आउनुभएको छ।
एकदमै खुसी लाग्छ उहाँले यस्ता प्रकारका प्रोग्रामहरू जस्तै कि लिटल मिस मन्टेश्वरी अनि त्यसपछि मिस कास्की होइन अनि त्यसपछि अझै एउटा इभेन्ट ल्याउँदै हुनुहुन्छ मिसेस कास्की नेपाल भनेर आमाहरूको लागि पनि उहाँले यस्तै टाइपको एउटा इभेन्ट लिएर आउँदै हुनुहुन्छ उहाँको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु र आज यस कार्यक्रममा सानो सानो नानीहरूले यसरी अगाडि आएर यस्तो राम्रो पर्फर्मेन्स गर्नुभयो एकदमै खुसी लागेको छ र फेरि पनि म हाम्रो नानीहरूको अभिभावकज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरू एकदमै सही ठाउँमा हुनुहुन्छ हजुरहरूले आफ्नो नानीलाई यस कार्यक्रममा सहभागी गराउनु भएको छ अब हामीले जिताउन त एकजनालाई बेस्टको पनि सबैभन्दा बेस्ट एकजनालाई हामीले विनरको क्राउन लगाउने छौँ आउँदो फिनालेमा तर आफ्नो आफ्नो ठाउँबाट सबैजना नानीहरू आफ्नो जिन्दगीको यो बाटोमा चाहिँ उहाँहरू विनर भइसक्नु भएको छ उहाँहरूले भोलिको दिनमा गएर यहाँबाट सिकेका कुराहरू जस्तै कन्फिडेन्स डेभलपमेन्ट क्यामेरा फेसिङ टिमवर्क होइन लगायत यस्ता विशेष कुराहरू चाहिँ उहाँहरूलाई सिकाइएको छ यो कुराहरू उहाँहरूको जिन्दगीभरि नै काम लाग्ने कुराहरू चाहिँ यसरी सिकाइएको छ यो इभेन्टमा मात्रै सीमित नभएर उहाँहरूले जिन्दगीमा नै अगाडि बढ्नको लागि यो कुराहरूले उहाँहरूलाई मद्दत गर्नेछ एकदमै खुसी लागेको छ नानीहरूले एकदमै सबैजना 101 सबैजना एकदमै राम्रो हुनुहुन्थ्यो एकदमै रमाइलो लाग्यो निर्णायकको कुर्सीमा रहेर बस्दाखेरि कसैको डान्स हेर्दा यो भन्छ नि काँडा उम्रिरहेको थियो होइन कसैको डान्स हेर्दा आँसु पनि आइरहेको थियो सबैजनाको आफ्नो आफ्नो ठाउँबाट एकदमै राम्रो रहेको छ यति भन्दै यहाँबाट बिदा हुन चाहन्छु आउँदो फिनालेको लागि सबैजना नानीहरूलाई अल द बेस्ट भन्न चाहन्छु धन्यवाद धेरै धेरै धन्यवाद छ मिस्टर सन्देश भुटल सरलाई प्रभुको क्रममा भने म आफ्नो छोटो मन्तव्य राखिदिनु हुनको लागि आफैमा कलाकार हुनुहुन्छ थुप्रै टेलिसिरियल खेल्नु भएको छ र मुभी पनि गोबर गणेश मुभी पनि छिटै उहाँको आउँदैछ म बिनु कार्की मिसलाई पनि स्टेजमा आई आफ्नो छोटो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु हजुर सबैजनालाई नमस्ते मेरो नाम बिनु कार्की फर्स्ट अफ अल मैले हाम्रो सफल सरलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु मलाई सम्झेर चाहिँ यहाँसम्म बोलाउनु हुने हाम्रो सफल सरलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु तर उहाँको चाहिँ थुप्रै टेलिसिरियलहरू तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ र उहाँ विशेष गरी पोखराका थुप्रै स्कुलमा नृत्य प्रशिक्षक पनि हुनुहुन्छ नृत्यको विधाबाट चाहिँ मिसले आज निर्णायकको रूपमा आउनुभएको छ मिसलाई धेरै धेरै धन्यवाद भन्दै सर्टिफिकेट प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु यो पहिलोचोटि बोल्दा स्टेजमा यस्तो हुन्छ है थुप्रै टेलिसिरियल खेल्नुभएको मिसलाई त स्टेजमा गएर चाहिँ हाम्रो बाबु नानीहरू त कस्तो ढुक्कका साथ बोल्नु भएको छ र अहिलेको क्रममा भने ढिला नगरिकन म कार्यक्रमको पनि अन्त्यतर्फ जान्छु र हेभिली इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको यो लिटल मिस मन्टेश्वरी एन्ड प्री स्कुल सिजन 2 को हामी ट्यालेन्ट राउन्डको अन्त्यतर्फ छौँ र यही कार्तिक 15 गते उद्योग वाणिज्य सङ्घको सभा हलमा हामी विविध सांस्कृतिक कार्यक्रम रमाइला कार्यक्रम सहित सबै र भव्य रूपमा यसलाई समापन गर्न गइरहेको छौँ र त्यो दिनमा पनि तपाईँहरू सबैजना हाम्रो कार्यक्रममा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु इनकेस तपाईँहरू कार्यक्रममा उपस्थित हुन नभ्याएको खण्डमा पनि हामी विश्वभर नै प्रत्यक्ष प्रसारणमा हुन्छ त्यो हाम्रो कार्यक्रम तपाईँ जहाँ जुन कुनामा बसेर पनि हाम्रो कार्यक्रम निहाल्नु मिल्छ हाम्रो कार्यक्रम हेर्नु मिल्छ र अघि रोजी म्यामले भने जस्तै पोखरामा मैले अघि नै पनि भनिसकेँ सानो नानीहरू होस् उतार्नमा हामी नै छौँ तपाईँहरूको नानीहरूलाई पनि हामी ल्याउने नै छौँ र ग्रान्ड फिनालीमा पनि हामी सम्भवतः बालबालिकाबाट नै कार्यक्रम सञ्चालकको रूपमा राख्ने पनि तयारीमा रहेको छौँ र तपाईँहरू सबैजनालाई कार्तिक 15 गतेको लागि चुनै निम्ता दिँदै आजको यो कार्यक्रममा तपाईँहरूको उपस्थितिले शोभा बढाइदिनु भएको छ आजको ट्यालेन्ट सो सभ्य र भव्य रूपमा समापन गराइदिनु भएको छ यसको लागि तपाईँहरू सबैजनालाई हेभिली टिमको तर्फबाट हृदयबाट नै आभार दिन चाहन्छु म मुख्य गरी त मैले हाम्रो कोरियोग्राफरहरूलाई चिनाउनै बिर्सिरहेको रहेछु र म खाता सहित आइदिनु हुन अनुरोध गर्दछु अन्त्यमा हामी हाम्रो कोरियोग्राफी टिमलाई पनि चिनाउनेछौँ हाम्रो टिममा को छौँ भनेर र हामीसँग हुनुहुन्छ हेभिली इभेन्ट म्यानेजमेन्टले लिटल मिस मन्टेश्वरी मात्र होइन योभन्दा अझै ठुलो कार्यक्रम बच्चाहरूको बाबु नानी दुवैजनाको लागि लिटल मिस्टर एन्ड मिस पोखरा भनेर पनि आयोजना गर्दै आइरहेको छ त्यो चाहिँ चैतको समयमा हुन्छ र यही कार्यक्रम लगत्तै विवाहित महिलाहरूको लागि मिसेस कास्की नेपाल भनेर पनि हामीले आयोजना गर्दैछौँ जुन कास्की जिल्लाभरिको विवाहित महिलाहरूको लागि रहेको छ
र साथसाथै केही समय अगाडि मात्रै चर्चामा आएको कार्यक्रम मिस कास्की नेपाल, जसको हामी सुटिङ हामीले मुस्ताङ लगायत अन्य दुर्गम क्षेत्रहरूमा गरेर हामी चर्चामा पनि आएको थियो। मिस कास्की नेपाल पनि हामीले नै आयोजना गर्ने कार्यक्रम हो र मिस कास्की नेपालकै विजेता रानी थापा मगर हुनुहुन्छ हामीसँग। म रानी थापा मगर मिसलाई स्टेजमा आइदिनु अनुरोध गर्दछु र खादा लगाएर सम्मान गरिदिनु म सदीक्षा म्यामलाई हार्दिक अनुरोध गर्दछु। र यस्तै गरी हामीसँग हुनुहुन्छ मिस कास्की नेपालको विनर रानी थापा मगर, जो टिकटकमा पनि भाइरल हुनुहुन्छ होइन मिस? टिकटकदेखि भाइरल हुनुहुन्छ र उहाँको ट्यालेन्ट सोमा चाहिँ विशेष गरी उहाँले चाइनिज प्रस्तुति होइन मिस, चाइनिज प्रस्तुति दिएर पनि भाइरल हुनुभएको छ। तपाईँले रानी थापा मगर भन्ने बित्तिकै उहाँको चाइनिज नृत्य पनि आउँछ त्यहाँ, तपाईँले सामाजिक सञ्जाल जेमा पनि हेर्न सक्नुहुन्छ। एज अ कोरियोग्राफरको रूपमा हुनुहुन्छ रानी थापा मगर मिसलाई धन्यवाद दिन चाहन्छु। यहीँ बस्नुहोला। र यस्तै गरी हामीसँग हुनुहुन्छ मिस कास्की नेपालकै फर्स्ट रनरअपको रूपमा हुनुहुन्छ अन्सु गुरुङ। आफैमा एकदम राम्रै हुनुहुन्छ, मोडल हुनुहुन्छ र मिस कास्की नेपालको फर्स्ट रनरअपको चाहिँ टाइटल अवार्ड पाउन पनि सफल हुनुभएको छ। अन्सु गुरुङ मिस पनि हाम्रो लिटल मिस मन्टेश्वरीको एज अ कोरियोग्राफरकै रूपमा हुनुहुन्छ। उहाँलाई पनि आसन ग्रहण गर्दै अहिलेको लागि भने मिस कास्की नेपालकै सेकेन्ड रनरअप हुनुहुन्छ। एकदमै राम्रै हुनुहुन्छ, राम्रै हुँदै हुँदै आइराख्नु भएको छ, पहिलाभन्दा झन् राम्रै हुनुभएको छ। स्मृति गुरुङ मिसलाई पनि म अगाडि आइ आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र साथसाथै हामीसँग हुनुहुन्छ मिस कास्की नेपालकै थर्ड रनरअप पनि हुनुहुन्छ। एकदमै उहाँ चाहिँ हार्डवर्किङ गर्ल पनि हुनुहुन्छ। कति टाढाबाट हाम्रो ट्रेनिङमा आएर चाहिँ ट्रेनिङ लिएर एउटा पोजिसन टाइटल पनि होल्ड गर्नुभएको छ। मिस कास्की नेपालकै थर्ड रनरअप लक्ष्मी थापा मिसलाई पनि म स्टेजमा बोलाउन चाहन्छु। उहाँ पनि एज अ कोरियोग्राफरकै रूपमा हुनुहुन्छ। यसै गरी मिस कास्की नेपालकै हाम्रो टप 6 फाइनलिस्ट हुनुहुन्छ। आफैमा चाहिँ एकदमै राम्रो मोडल हुनुहुन्छ। उहाँको त हाइटले पनि मोडल हुन अझ बढी साथ दिएको छ। उहाँको हाइट हेर्दा मलाई नै रिस उठ्छ, अब के भन्ने है, तर रिस गर्नु मिलेन आफ्नै विद्यार्थीको। अहिलेको लागि भने मिस कास्की नेपालको टप 6 फाइनलिस्ट एज हामीसँग कोरियोग्राफरकै रूपमा हुनुहुन्छ मेनुका चौधरी मिसलाई पनि म अगाडि स्टेजमा आउन अनुरोध गर्दछु। यस्तै गरी हामीसँगै हुनुहुन्छ मिस कास्की नेपालकै भ्युवर चोइस हुनुहुन्छ। एकदमै राम्रै हुनुहुन्छ। उहाँले चाहिँ अलिक फरक फरक आइटम लाउनुहुन्छ, कहिले हातमा फलाम लाउनुहुन्छ, कहिले के। रोजी मिसलाई पनि म अगाडि स्टेजमा आइ आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो मिस कास्की नेपाल पछि चाहिँ मैले के बुझ्न पाएँ भन्दा यो केटीहरूको चाहिँ पहिरनको बारेमा बुझ्न पाएँ क्या। केटाहरू कस्तो अभाग्य माने क्या हामी। हेर्नुहोस् न, हाम्रो न हातमा लाउने फलाम हुन्छ न केही हुन्छ। कसैले यता पुतली लगाएर आउँछ, कसैले यहाँ के लगाउँछ, ड्रेस नै बटरफ्लाईको हुन्छ। अब हामी केटाले बटरफ्लाईको ड्रेस लगायो भने कस्तो देखेला? हामी केटाहरू कस्तो अभाग्य भने। ठिक छ, रोजी मिसलाई पनि म आसन ग्रहण गर्न चाहन्छु। र साथसाथै मिस कास्की नेपालकै टप 6 फाइनलिस्ट हुनुहुन्छ हाम्रो रोशना मिस हुनुहुन्छ। रोशना थापालाई पनि म अगाडि स्टेजमा आइ आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ मिसहरूलाई। उहाँहरूले नै तपाईँहरूको नानीहरूलाई सिकाउनु हुनेछ। हाम्रो 30 दिनको तालिम उहाँहरूबाट नै आउनेछ भन्दै यहाँलाई धेरै धेरै धन्यवाद भन्दै यथास्थानमै आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। र पक्कै पनि हामी अन्तिममा छौँ र म धेरै बोल्न चाहिनँ। कार्तिक 15 गते तपाईँहरू सबैजनालाई ठुलो निम्तो दिँदै आजको कार्यक्रम सभ्य र भव्य रूपमा सफल बनाइदिनु भयो। कार्तिक 15 गते पनि तपाईँहरूको सहभागिता र तपाईँहरूको साथ सहयोग रहने नै छ भन्दै अहिलेको लागि भने लिटल मिस मन्टेश्वरी एन्ड प्ले स्कुल सिजन 2 को